जति पनि बाटोको छेउतिर छ नि बगैँचाहरू, यो फुलहरू जति सबै यसरी हरियो कसरी भयो होला जस्तो लाग्छ तपाईँहरूलाई। हेर्नुभएको छ यहाँनिर पाइपहरू कसरी बिछाइएको छ। हर यो बिरुवाहरूको फेदमा, फुलहरूको फेदमा पाइप छ है। थोपा प्रविधिबाट पानी लाइन्छ यहाँ चाहिँ प्रायः जस्तो थोपा प्रविधिबाट। र यो पानी चाहिँ कहाँदेखि आउँछ जस्तो लाग्छ होला तपाईँहरूलाई होइन। समुद्रको पानी भन्नुहुन्छ र, तर समुद्रको पानी होइन यो समुद्रको पानीबाट लिने होइन। यस पुरै देख्नुहुन्छ हरियाली छ। त्यो डाँडामा पनि जति छ नि रुखहरू, त्यसको हरेक रुखको फेदमा, हरेक बिरुवाको फेदमा, हरेक फुलको फेदमा पाइप जोडिएको छ, पाइप पुऱ्याइएकै छ। थोपा प्रविधिबाट पानी हालिन्छ। दुबोमा चाहिँ स्प्रिङ्कल हुन्छ, छिट्ने प्रायः जस्तो दुबोमा भएकोतिर चाहिँ। तर यस्तो फुलहरू भएकोमा चाहिँ प्रायः जसो यसरी पाइपै हुन्छ। यसरी तपाईँले देख्नुहुन्छ यहाँ हरेक रुखको, हरेक बिरुवाको फेदमा चाहिँ प्रायः जसो पाइप टाङ्केकै हुन्छ। यो चाहिँ समुद्रको पानी पनि होइन होइन, यहाँ मुहानको पानी त हो, बग्ने पानी त हुने कुरै भएन। यो पानी चाहिँ जति पनि सेफ्टी ट्याङ्कीदेखि आएको हुन्छ नि पानी, त्यो पानीलाई चाहिँ फिल्टर गरेर जो तरल पानी जति हुन्छ, तरल पदार्थ जति हुन्छ होइन, मान्छेको मूत्रहरू भयो, पिसाब भयो होइन, टोइलेटको पानीहरू गएको, त्यसमा चाहिँ छानेर के गर्छ, पानी जतिलाई चाहिँ सेवा जोटेर ठुल्ठुलो ट्याङ्कले लान्छन्, त्यसलाई चाहिँ के गर्छ, छानेर चाहिँ यो पानी चाहिँ लिएर फुलहरूमा लगाइन्छ। र यो पानीले चाहिँ के हुन्छ, त्यो त एकदम मलिलो पानी हुन्छ नि त, त्यही भएर फुलहरू चाहिँ एकदम सप्रिने कारण त्यो हो। र अर्को छानेपछि जो पानी छानिन्छ त्यो त छानिहाल्ने हो है, त्यसरी सबै पुरा बोट बिरुवामा लगाउने भनेको दुवैमा त्यो पानी छानेर होइन। टोइलेटको पानी छानेर भनौँ न, सिधा हिसाबमा नेपाली पारामा भनौँ ढलको पानी छानेर। र अर्को चाहिँ जो बाँकी ठोस रहन्छ त्यसलाई चाहिँ जलाएर त्यसबाट ग्यास निकालिन्छ होइन, खाना पकाउनको लागि युज गरिन्छ, त्यस्तो हो। र अरू बाँकी जलाएपछि ग्यासभन्दा बाँकी रहेको चाहिँ त्यसलाई चाहिँ मलको रूपमा, खादको रूपमा प्रयोग गरिन्छ। यहाँ यो डाँडा छ नि, यत्रो डाँडै जस्तो भइसकेको छ। डाँडा देखेर चाहिँ सानो देखिन्छ, तर धेरै ठुलो डाँडा छ। यो डाँडा चाहिँ पुरै फोहोर फ्याल्ने डम्पिङ साइट हो। तर बाहिरदेखि केही देखिन्न, थोरै स्मेल चाहिँ आइरहेछ। यो यसदेखि एउटा मिथेन ग्यास कि नाइट्रोजन ग्यास के निस्किन्छ भन्ने सुनेको थिएँ मैले, तर ग्यासको स्मेल चाहिँ आउँदो रहेछ, मैले पनि फिल गरिरहेको छु। यस्तो छ वरिपरिबाट यो मानव निर्मित है फेरि यो भएको होइन। तर हाम्रो नेपालमा त बन्चरी डाँडा जस्तो डाँडाहरू छ, 3-4 डाँडा छेकेको,